अब अलि छिटो 1 clap 2 clap 1 clap 2 clap 1 clap 3 clap ल ठिक छ ओके यो क्ल्यापसँग पक्का हो अनि हामीसँग अघि नै सरले भन्नुभयो 40 वटा स्टोरीहरू छ कतिवटा 40 वटा अनि 40 वटा स्टोरी त एकै हप्तामा सकिँदैन हरेक हप्ता चाहिँ के गर्नु पर्यो हामी सन्डे स्कुल आउनै पर्यो अनि भाइ बहिनीहरूको बाल सङ्गति पनि हाम्रो टिचरले पनि यस्तै गरी राम्रो तरिकाले राम्रो चित्र देखाउँदै कथा सुनाइदियो हुन्थ्यो भने जस्तो लाग्छ कि लाग्छ अनि टिचर्सहरूलाई पनि हाम्रो बाल सङ्गति पनि यस्तो भाइ बहिनीहरू भन्दै नयाँ नयाँ कथा सुनाउनु पायो भने कस्तो होला राम्रो होला कस्तो लाग्यो तपाईँहरूलाई किताब राम्रो लाग्यो अनि यो किताब चाहिँ तपाईँहरूले छापाखानामा गएर लाइब्रेरीमा गएर बुक सपमा गएर किन्छु भने पनि पाउनुहुन्न किन भन्दाखेरि यो किताबलाई यस्तो मेहनत गरेर यस्तो राम्रो बनाएर यसरी ल्याउने चाहिँ हामी मात्र हो फेरि है त्यो कारणले गर्दाखेरि यो चाहिँ अब हामी के गर्न जाँदैछौँ भने अघि हामीले एउटा कथा सुन्यौँ हो अब हामीलाई अर्को एउटा कथा यहाँनिर सुनाउनको लागि म एकजना टिचर्सलाई बोलाउँछु को आउनुहुन्छ जसले चाहिँ एकदम राम्रोसँग स्टोरी सुनाउन सक्नुहुन्छ ल त्यो टिचर आउनु भएर यहाँ हाम्रो नानीहरूलाई अर्को नयाँ कथा सुनाइदिनु पर्यो आज छुट्टीको दिन छ एउटा दुईटा कथा चाहिँ नानीहरूले मजाले याद गर्न सकोस् क्या जो आउनुहुन्छ उहाँले चाहिँ यो किताब कसरी चलाउने भनेर सिकेर पनि जानुहुन्छ को आउनुहुन्छ त कसको चर्चा चाहिएको रहेछ हेरौँ को आउँछ है छिटो को आइदियो छु खै टिचरको नाम लिइदिउँ न हाम्रो टिचर कसको टिचर हो ए हाम्रो हो ए ल सबैजनालाई जय मसी हुन्छ मेरो नाम पेमकित लेप्चा अनि म तिमी चर्च अफ गडबाट हुनु चाहिँ म सन्डे स्कुलको टिचरै चाहिँ होइन है मेरो चाहिँ टिचर अर्कै हुनुहुन्छ हाम्रो चाहिँ अनि म चाहिँ आज उहाँको प्लेसमा आएको मात्रै है र पनि मैले पनि है नानीहरूसँग बसेर केही कुराहरू मैले त्योभन्दा अगाडि अलिअलि सिकाउँदै थिएँ है तर म पर्फेक्टली सन्डे स्कुल टिचर चाहिँ होइन है र आज यो किताब पाउँछु भनेर चाहिँ म हुन्छ हुन्छ हामी आज के को विषयमा पढ्ने रहेछौँ देख्नुहुँदैछ हजुर पढ्नुहोस् त मैले त सुनिनँ हुन्छ म पनि हेर्नु पऱ्यो ढुङ्गा घोइत्रो र डरलाग्दा कुराहरू हुन्छ अब हामी यसको विषयमा के रहेछ हामी कथाहरू पढ्नेछौँ यो शीर्षक सुन्दै गर्दाखेरि के कसको विषयमा जस्तो लाग्यो तपाईँलाई दाउदको ल हामी कथाहरू सुन्नेछौँ ओके हुन्छ चित्र देख्नुहुँदैछ नि देख्नुहुँदैछ हुन्छ म यहाँनिर यसरी पढ्नेछु हुन्छ इजरायलको पहिलो राजाको नाम साउल थियो इजरायलको पहिलो राजाको नाम के थियो राजा साउलले परमेश्वरको आज्ञा पालन गरेनन् त्यसैले परमेश्वरले सामुएल अगमवक्तालाई भन्नुभयो यसै नाउँ गरेका एकजना मानिसलाई खोज र त्यसका छोराहरू मध्ये एउटा चाहिँ नयाँ राजा हुनेछ सुन्नुभयो सामुएलले यसैलाई बेथलेहेममा भेटाए उनले यसैका 7 जना छोराहरूलाई एक एक गरी हेरे भन्नुभयो तिनीहरू होइनन् बाहिर देख्ने कुरामा म ध्यान दिदिनँ म एउटा व्यक्तिको हृदयमा के छ त्यसमा ध्यान दिनेछु नक्सा राम्रो हेरेर गर्नुहोस् ल तपाईँले पठाए सामुएलले उसलाई देखे र परमेश्वरले भन्नुभयो मैले रूपमा अभिषेक गरेँ लडाकुले इजरायलीहरूलाई चुनौती दिँदै उनीहरूमध्ये सबैभन्दा त्यसलाई देखेर सबै इजरायलीहरू साह्रै डराए दाउदले